के तपाईँ हिँड्दाखेरि घुँडाबाट कटकट आवाज आउँछ? कि तपाईँ बस्दाखेरि अथवा हिँड्दाखेरि घुँडा दुखेर हैरान हुनुहुन्छ? यदि त्यस्तो हो भने तपाईँलाई यो भिडियो वरदान सरह हुन सक्छ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यहाँहरू सम्पूर्णलाई नमस्कार। म डाक्टर हरि खनाल, हजुरहरूकै स्वास्थ्यको साथी। सदा जस्तो एउटा स्वास्थ्य सम्बन्धी भिडियो बनाएर हजुरहरूलाई जानकारी गराउने क्रममा आज पनि म यहाँहरू समक्ष उपस्थित भइसकेको छु। आज म चर्चा गर्न जाँदैछु त्यस्ता घरेलु उपचारहरू जसले तपाईँको घुँडाको दुखाइलाई निर्मूल बनाउन फाइदा पुग्न सक्दछ। आउनुहोस् सुरु गरौँ आजको भिडियो। आउनुहोस् सबैभन्दा पहिले चर्चा गरौँ घुँडा के कारणले गर्दाखेरि दुख्छ त। घुँडा दुख्नुमा विभिन्न कारण अर्थात् रोगहरू हुन्छन्। ती हुन्, पहिलो नम्बरको कमनली हामीले बिरामीहरूमा पाउने भनेको ओस्टियोआर्थराइटिस हो। जब उमेर बढ्दै जान्छ घुँडाका हड्डीहरू खिँदै जान्छन् र तपाईँको चाहिँ त्यसले गर्दाखेरि चाहिँ घुँडाकोमा दुखाइ हुन थाल्दछ। त्यसलाई हामीले ओस्टियोआर्थराइटिस भन्छौँ। त्यस्तै अर्को कारण अथवा अर्को रोग हो गाउटी अर्थराइटिस, अर्थात् शरीरमा चाहिँ युरिक एसिड लेभल बढी भयो भने त्यसको कारणले गर्दाखेरि पनि घुँडा दुख्न सक्दछ। त्यो प्रकारको घुँडा दुखाइमा चाहिँ तपाईँको अरू जोर्नी पनि दुख्न सक्दछ, त्यसको साथसाथै घुँडा पनि दुख्न सक्दछ। त्यस्तै अर्को रोग हो रुमेटोइड अर्थराइटिस, अर्थात् तपाईँको आमबाथ भनेर भन्छौँ। त्यो पनि तपाईँको घुँडा साथसाथै अन्य जोर्नीहरू पनि दुख्ने सुनिने त्यस्तो खालको हुन सक्दछ। त्यस्तै अर्को कारण हो इन्जुरीको कारणले, अर्थात् तपाईँलाई चोटपटक लागेको छ भने त्यसको कारणले गर्दाखेरि पनि घुँडा दुख्न सक्दछ। त्यसमा चाहिँ जनरली तपाईँको कहीँ खेल्दाखेरि अथवा कहीँ काम गर्दाखेरि घुँडामा चाहिँ चोटपटक लाग्यो भने चाहिँ त्यसले गर्दाखेरि तपाईँको लिगामेन्टहरू टियर हुन सक्दछन्। त्यसको कारणले गर्दाखेरि तपाईँको चाहिँ घुँडा दुख्न सक्दछ। अघि हामीले भने जस्तो घुँडा दुख्नुमा विभिन्न कारणहरू हुन्छन्। ती कारणहरूमध्ये अथवा ती रोगहरूमध्ये कमन रूपमा पाइने रोग हो ओस्टियोआर्थराइटिस, अर्थात् घुँडाको हड्डी खिएर हुने दुखाइ। यो के कारणले गर्दाखेरि हुन्छ भने तपाईँको जस्तो हाम्रो धेरै जसो मान्छेहरूलाई चाहिँ उमेर बढ्दै गएपछि शरीरमा चाहिँ तपाईँको हड्डीहरूमा बिचमा हुने कार्टिलेजहरू कमजोर हुँदै जान्छन्। त्यही तपाईँको चाहिँ घुँडा चाहिँ हाम्रो एक प्रकारको हामीले चाहिँ भार वहन गर्ने जोइन्ट भनेर भन्छौँ। शरीरको सम्पूर्ण भार घुँडाले चाहिँ वहन गरेको हुन्छ र त्यो धेरै प्रेसर पर्ने भएको कारणले चाहिँ घुँडा चाहिँ चाँडै खिइन्छ भनेर हामीले भन्छौँ। त्यसमा चाहिँ तपाईँको के हुन्छ भने घुँडाको जनरली माथिपट्टिको जो बोन र तलपट्टिको बोन चाहिँ हाम्रो चाहिँ बिचमा चाहिँ कार्टिलेज हुन्छ र त्यसलाई चाहिँ बाहिरबाट चाहिँ तपाईँको लिगामेन्टले बाँधेर राखेको हुन्छ। यदि उमेर बढ्दै गएपछि अथवा अन्य कुनै कारणले गर्दाखेरि चाहिँ तपाईँको कार्टिलेजहरू डिजेनेरेसन हुन थाल्दछन् र तपाईँको चाहिँ लिगामेन्टहरू कमजोर हुँदै जान्छ र दुईटा हड्डी बिचको ग्याप कम हुँदै जान्छ र त्यसलाई चाहिँ हामीले चाहिँ ओस्टियोआर्थराइटिस अथवा नी जोइन्ट ओस्टियोआर्थराइटिस भनेर भन्छौँ। अब कुरा गरौँ घुँडाको हड्डी खिँदाखेरि कुन कुन लक्षणहरू देखिन्छन् त। घुँडाको हड्डी खिँदाखेरि जनरल रूपमा देखिने लक्षण भनेको पहिलो नम्बरको लक्षण भनेको पेन अथवा दुखाइ नै हो। तपाईँलाई हिँड्दाखेरि अथवा बसिरहँदाखेरि पनि जुन घुँडामा हड्डी खिएको छ त्यही घुँडा मात्रै दुख्दछ। र त्यस्तै तपाईँको चाहिँ अर्को लक्षण हो सोइलिङ, अर्थात् तपाईँको चाहिँ त्यो जुन घुँडा दुखेको छ अथवा जुन घुँडामा चाहिँ तपाईँको हड्डी खिएको छ त्यो घुँडामा चाहिँ दुखाइ सँगसँगै सोइलिङ अथवा सुनिएको हुन सक्दछ। त्यस्तै अर्को लक्षण हो तपाईँको चाहिँ एकदमै धेरै स्टिफनेस हुनु, जस्तो तपाईँ चाहिँ धेरै बेर बस्नु भएको छ भने एकदम कक्क खाएर घुँडालाई चाहिँ चलाउन एकदम गाह्रो हुने, स्टिफनेस हुनु, त्यस्तो तेस्रो लक्षण हो भने चौथो नम्बरको लक्षणमा चाहिँ हामीले तपाईँको हिँड्दाखेरि तपाईँलाई चाहिँ केटा आवाज आउन सक्दछ। त्यो पनि हड्डी खिएर नै, घुँडाको हड्डी खिएर त्यस्तो चाहिँ आवाज निस्किन्छ। त्यो चाहिँ हामीले चाहिँ यसलाई चाहिँ क्रिपिटस भन्छौँ। त्यस्ता लक्षणहरू देखिन सक्दछन्। यी लक्षणहरूलाई हामीले जसरी डायग्नोसिस गर्दाखेरि चाहिँ तपाईँको 4वटा स्टेजमा बाँड्न सक्छौँ। फर्स्ट, सेकेन्ड, थर्ड एन्ड फोर्थ स्टेजमा। फर्स्ट र सेकेन्ड स्टेजमा चाहिँ हामीले एक्सरे गरेर हेर्दाखेरि चाहिँ तपाईँको हड्डी चाहिँ खिइन्छ तर एकदमै ग्याप चाहिँ सिमेट्रिकल नै हुन्छ। फर्स्ट स्टेजमा कार्टिलेजहरू मात्रै डिजेनेरेसन हुन्छ र हल्का ग्याप कम भएको हुन्छ भने सेकेन्ड स्टेजमा गइसकेपछि ग्याप अझ कम हुन्छ र तपाईँको चाहिँ सानसानो ओस्टियोफाइट्सहरू देखिन थाल्दछन् र तपाईँको थर्ड र फोर्थ स्टेजमा गइसकेपछि चाहिँ डिफर्मिटीतिर जान थाल्छ। भनेको हड्डी नै तपाईँको चाहिँ डिफर्मिटी हुन थाल्दछ। भनेको हड्डीको ग्याप एकदमै कम हुन्छ र तपाईँको चाहिँ त्यो ग्याप कम हुनुको साथसाथै हड्डी नै टेढो हुन्छ। त्यो ग्याप जोइन्ट नै टेढो भनेर हुन्छ र तपाईँको चाहिँ ओस्टियोफाइट्सहरू निकै धेरै देखिन थाल्दछ। त्यसले गर्दाखेरि चाहिँ घुँडामा एकदमै असह्य पीडाहरू हुन थाल्दछ। त्यो चाहिँ हामीले स्टेज अनुसार हामीले मेडिकलले चाहिँ हामीले एक्सरेमा चाहिँ हामीले पत्ता लगाउन सक्दछौँ त्यस्तो चाहिँ कुन स्टेजमा छ त घुँडा भनेर। त्यही प्रकारको हामीले उपचार गर्दछौँ। अब कुरा गरौँ अब हड्डी खिएर घुँडाको दुखाइ भइरहेछ ओस्टियोआर्थराइटिसमा के उपचार गर्ने त।
अब अहिले मैले भनेअनुसार घुँडाका जुन स्टेजहरू हुन्छन् हामीले फर्स्ट र सेकेन्ड स्टेज अथवा थर्ड स्टेजसम्ममा पनि तपाईँको चाहिँ हामीले उपचारहरू घरेलु उपचारहरू अथवा कुनै पेन किलरहरू खाएर नै हामीले कन्ट्रोलमा राख्न सक्दछौँ भने फोर्थ स्टेजमा तपाईँको एकदमै धेरै डिफर्मिटीको अवस्थामा गइसकेको छ र तपाईँले दिनहुँ गर्न सक्ने जस्तो टोयलेट जानुपर्ने अथवा तपाईँको चाहिँ अलिकति हिँड्नुपर्ने काम पनि गर्न एकदमै गाह्रो भएको छ भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ तपाईँको चाहिँ नी रिप्लेसमेन्टमा नै जानुपर्न सक्दछ अथवा तपाईँको चाहिँ थर्ड स्टेज फोर्थ स्टेजमा गइसकेपछि चाहिँ तपाईँको चाहिँ कन्डिसन हेरेर हामीले चाहिँ तपाईँको चाहिँ कुन कन्डिसनमा छ भनेर चाहिँ त्यो अनुसारले हामीले उपचार गर्छौँ। उपचारमा फर्स्ट र सेकेन्ड स्टेज भनेको चाहिँ तपाईँको हामीले प्रिभेन्टिभ मेजर्सहरू अपनाउने गर्न नहुने कुराहरू नगर्ने र तपाईँको चाहिँ घरेलु उपचारहरू गर्न सकिन्छ भने थर्ड र फोर्थ स्टेज गइसकेपछि चाहिँ मेडिकल इन्टरभेन्सन गर्नुपर्न सक्दछ। जस्तो हामीले तपाईँको चाहिँ कसैलाई चाहिँ स्टेरोइड इन्जेक्सनहरू लगाएर 3-4 वर्षसम्म नदुख्ने हुन सक्दछ, त्यस्तो पनि हुन्छ। र तपाईँको अर्को भनेको चाहिँ लास्ट स्टेजमा गइसकेपछि फोर्थ स्टेजमा गइसकेपछि चाहिँ नी रिप्लेसमेन्ट अर्थात् घुँडाको त्यो जोर्नी नै फेर्नुपर्ने बदल्नुपर्ने हुनसक्छ। अब कुरा गरौँ यसका घरेलु उपचारहरू के छन् त भनेर। घरेलु उपचारमा आज म तपाईँलाई 5वटा यस्ता कुराहरू बताउन जाँदैछु जसले तपाईँको चाहिँ नी पेन चाहिँ घरमा नै निर्मूल हुन सक्दछ। पहिलो नम्बरको उपचार हो। पहिलो नम्बरको उपचारमा तपाईँले बजारमा पाएका विभिन्न तेलहरूमा युज गर्दै आउनुभएको छ होला, त्यसमा पैसा खर्च गर्नुभन्दा पनि तपाईँले आफैले घरमा तेल बनाउन सक्नुहुन्छ। त्यो तेल बनाउनलाई के गर्ने भन्दाखेरि चाहिँ तिल तेल लिने, एउटा प्योर तिल तेल लिने र तिल तेलमा चाहिँ तपाईँको लसुन र तपाईँको चाहिँ ज्वानोलाई चाहिँ फुराउने। तिल तेललाई तताइसकेपछि त्यसमा लसुन र ज्वानोलाई चाहिँ फुराउने। फुराइसकेपछि तपाईँको एकछिन तपाईँलाई त्यसलाई उम्लिन दिने र त्यो तेल चाहिँ तपाईँको चाहिँ त्यसपछि चाहिँ सेलाएपछि एउटा बट्टामा राख्ने र त्यो तेलले चाहिँ दिनहुँ बिहान बेलुका नै घुँडामा चाहिँ मालिस गर्ने। त्यो गर्नुभयो भने घुँडाको दुखाइमा चाहिँ एकदमै धेरै आराम मिल्छ। र त्यस्तै दोस्रो नम्बरको उपचार हो तपाईँको चाहिँ हामीले गोल्डन मिल्क भनेर भन्छौँ, जस्तो हामीले चाहिँ दुध र बेसारलाई चाहिँ मिक्स गरेर तपाईँको चाहिँ 1 चम्चाभन्दा कम अलिकति आधी सानो चम्चाको 1 चम्चा अथवा ठुलो चम्चाको आधी चम्चा बेसार लिने र त्यसमा चाहिँ 1 गिलास दुधमा चाहिँ त्यो बेसारलाई राख्ने र त्यसलाई घोलेर चाहिँ बेलुकी चाहिँ सुत्ने बेलामा चाहिँ त्यो खानी गर्यो भने बेसारमा चाहिँ तपाईँको एन्टी इन्फ्लामेटरी प्रपर्टिज हुन्छ, त्यसले गर्दाखेरि चाहिँ घुँडाको दुखाइलाई कम गर्न सक्दछ। त्यस्तै तपाईँको तेस्रो घरेलु उपचार हो फ्ल्याक्ससीड भनेर आउँछ। त्यसको चाहिँ फ्ल्याक्ससीडको चाहिँ पाउडर बनाउने, त्यो फ्ल्याक्ससीड आलस भन्छ त्यसलाई। त्यसले त्यसको पाउडर 1 चम्चा पाउडरलाई चाहिँ तपाईँको 1 गिलास जति पानीमा चाहिँ भिजाएर राख्ने। त्यो बेलुकी भिजाएर राखे पनि हुन्छ अथवा 1-2 घण्टा भिजाए पनि हुन्छ। बिहानमा चाहिँ त्यो भिजेको पानीलाई चाहिँ बिहानमा 1 गिलास त्यो चाहिँ सेवन गर्नुभयो भने घुँडाको दुखाइमा त्यसले पनि निकै ठुलो फाइदा पुर्याउँछ। त्यस्तै अर्को हामीले गर्नुपर्ने कुरा भनेको चाहिँ घरेलु उपचारमा गर्नुपर्ने कुरा भनेको चाहिँ तपाईँको हिँड्दाखेरि जहिले पनि निक्याप लगाएर हिँड्ने भनेको। निक्याप भनेको चाहिँ एउटा बजारमा तपाईँको चाहिँ सर्जिकल हाउसमा अथवा मेडिकलमा पनि पाइन्छ। त्यो चाहिँ तपाईँको हिँड्दाखेरि चाहिँ हामीले घुँडामा चाहिँ निक्याप लगाएर हिँड्ने गऱ्यौँ भने त्यसले चाहिँ तपाईँको घुँडालाई धेरै सपोर्ट गर्छ। निक्याप किन्दाखेरि जहिले पनि आफ्नो साइज अनुसारको किन्नुपर्छ, पहिला विचार गर्ने। धेरै टाइटवाला चाहिँ नकिन्ने। धेरै टाइट किन्नुभयो भने त्यसले चाहिँ तपाईँको तलपट्टिको खुट्टामा चाहिँ पछि कसैको चाहिँ सुनिन सक्दछ। त्यसले चाहिँ ब्लड सर्कुलेसन कम गरेर अथवा ऊ भएर चाहिँ तलपट्टि चाहिँ सुनिन्छ। त्यो भएर चाहिँ आफ्नो साइज एकदम ठिक्क टाइट, धेरै टाइट होइन, ठिक्क टाइटवाला चाहिँ नि क्याप चाहिँ लगाएर मात्रै हिँड्ने गर्ने। त्यस्तै अर्को उपचारको रूपमा नै हामीले गर्न सक्ने कुरा भनेको चाहिँ तपाईँको चाहिँ भर्याङमा र उकालो ओह्रालो चाहिँ हिँड्दै नहिँड्ने, एकदमै धेरै कम हिँड्ने। त्यो चाहिँ हामीले भर्याङमा उकालो ओह्रालो हिँड्दा के हुन्छ भन्नुहुन्छ भने तपाईँ यदि भर्याङमा हिँड्दाखेरि विचार गर्नुभयो भने एउटा खुट्टामा मात्रै बढी प्रेसर पर्छ। एउटा स्टेपमा एउटा खुट्टा हुन्छ, अर्को स्टेपमा अर्को खुट्टा राख्दाखेरि एउटा खुट्टामा चाहिँ बढी प्रेसर पर्छ र त्यसले गर्दाखेरि चाहिँ त्यो जुन हड्डी खिएको जुन घुँडाको हड्डी खिएको हुन्छ त्यसमा चाहिँ झन् बढी प्रेसर परेर झन् बढी दुखाइ हुन सक्दछ। र तपाईँको अहिले मैले भनेअनुसार थर्ड स्टेजमा चाहिँ घुँडा खिएको छ भने त्यो तपाईँ धेरै भर्याङमा हिँड्नुभयो अथवा चाहिँ तपाईँ धेरै उकालो ओह्रालो हिँड्नुभयो भने चाहिँ त्यसले चाहिँ तपाईँलाई फोर्थ स्टेजमा पुर्याउँछ। त्यो भनेको अन्तिम विकल्प भनेको अब फेरि नी रिप्लेसमेन्टमा जानु नै हो। नी रिप्लेसमेन्टमा जानुभन्दा अगाडि हामीले आफैले बचाउन सकियो भने त त्यसले तपाईँको चाहिँ त्यो स्टेजमा पुग्दैन। त्यो भएर चाहिँ भर्याङमा एकदमै कम हिँड्नु पर्यो, उकालो ओह्रालो एकदमै कम हिँड्नु पर्यो। त्यस्तै अर्को हामीले घरमा नै गर्न सकिने अथवा आफूले प्रिभेन्टिभ रूपमा गर्न सकिने कुरा भनेको चाहिँ तपाईँको चाहिँ घुँडा चाहिँ कहिले नि पलेटी मारेर चाहिँ नबस्ने। पलेटी मारेर बस्नुभयो भने पनि अहिले मैले भनेअनुसार नै त्यसको चाहिँ लिगामेन्टहरू अथवा तपाईँको चाहिँ त्यसको चाहिँ कार्टिलेजहरूमा चाहिँ बढी प्रेसर परेर चाहिँ तपाईँको त्यो घुँडा चाहिँ झन् बढी खिइन सक्दछ।
अर्को हामीले गर्न नहुने कुरा भनेको चाहिँ यदि तपाईँको चाहिँ शरीरको चाहिँ वेट बढी छ भने त्यसलाई चाहिँ कम गराउनै पर्छ। शरीरको वेटलाई चाहिँ बढ्न दिनु हुँदैन। यदि शरीरको अहिले मैले भने शरीरको तौल बढ्यो भने त्यो सबै भार चाहिँ बोक्ने भनेको चाहिँ तपाईँको चाहिँ घुँडाले हो। त्यो घुँडामा बढी प्रेसर पर्छ र झन् घुँडा चाहिँ बढी खिँदै जान्छ र बढी पेन हुँदै जान्छ। त्यो भएर चाहिँ शरीरको चाहिँ तौल बढ्न चाहिँ दिनु भएन। र यदि तौल बढी छ भने चाहिँ त्यसलाई चाहिँ सकेसम्म हामीलाई भन्न सजिलो हुन्छ तर कम गराउनको लागि चाहिँ कोसिस गर्नु पर्यो। यदि शरीरको तौल कम भयो भने पनि जुन हाम्रो घुँडाको दुखाइ हुन्छ अथवा घुँडा खिने क्रम हुन्छ त्यो चाहिँ कम हुँदै जान सक्दछ। र यसमा बिरामीले एकदमै बुझ्नुपर्ने कुरा भनेको चाहिँ जति हड्डी खिएको छ त्यो पलाउने भनेको एकदमै रियर केस हो। भनेको हड्डी खिएको हड्डी कार्टिलेजहरू खिसकेपछि चाहिँ फेरि पलाउन एकदमै गाह्रो हुन्छ। जस्तो उमेर बढ्दै गइसकेपछि हड्डी पलाउनु भनेको अथवा हड्डी खिएको हड्डी चाहिँ नर्मल अवस्थामा आउनु भनेको त्यो चाहिँ असम्भव कुरा हो। त्यो भएको भएर जुन स्टेजमा आफ्नो हड्डी खियो भनेर डक्टरले डायग्नोसिस गर्नुहुन्छ त्यो स्टेजमा नै हामीले चाहिँ ल मेरो अब हड्डी खिन थालेछ, फर्स्ट स्टेजमा नै थाहा पाइयो भने के गर्नु पर्यो, ल अब मेरो हड्डी खिन थालेछ भनेर चाहिँ त्यसमा चाहिँ आफूले प्रिभेन्टिभ मेजर्सहरू चाहिँ अपनाउन थालिहाल्नु पर्यो। जस्तो तपाईँको चाहिँ अहिले हामी कुरा गरे अनुसार तपाईँको चाहिँ पलेटी मारेर बस्नु भएन, उकालो ओह्रालो कम हिँड्नु पर्यो, अनि तपाईँको चाहिँ हिँड्दाखेरि निक्याप लगाएर हिँड्नु पर्यो, अनि विभिन्न एक्सर्साइजहरू हुन्छ घुँडाकै लागि भनेर गर्ने ती एक्सर्साइजहरू गर्नु पर्यो। तर फेरि एक्सर्साइज गर्ने भनेर चाहिँ तपाईँको कसैले भन्नुहुन्छ म योगा गर्छु योगामा धेरै जसो चाहिँ घुँडा मारेर गर्ने योगाहरू हुन्छन्, त्यस्तो चाहिँ गर्नु नै हुँदैन। घुँडा पलेटी मारेर गर्ने अथवा घुँडा खुम्चाएर गर्ने योगा आसनहरू चाहिँ तपाईँले चाहिँ गर्नै मिल्दैन। त्यो भएर चाहिँ एक्जिक्युटिभ फिजियोथेरापिस्टसँग अथवा डक्टरसँग कन्सल्ट गरेर मात्रै कुन एक्सर्साइज चाहिँ मेरो हड्डी खिँदाखेरि गर्न मिल्छ भनेर त्यो एक्सर्साइजहरू गर्नुभएको चाहिँ राम्रो हुन्छ। त्यो गर्नुभयो अनि घरेलु उपचारहरू गर्नुभयो भने चाहिँ तपाईँको हड्डी जुन स्टेजमा जुन घुँडाको हड्डी खिएको जुन स्टेज छ, फर्स्ट स्टेज सेकेन्ड स्टेज छ, त्यसमा नै हामीले रोक्न सक्यौँ भने चाहिँ तपाईँको फोर्थ स्टेजमा गएर चाहिँ तपाईँको हड्डी चेन्ज गर्नुपर्ने अथवा नि जोइन्ट नै चेन्ज गर्नुपर्ने अवस्था आउँदैन। अब यदि तपाईँको चाहिँ होइन हड्डी खिएको छ, डक्टरले हल्का हड्डी खिएको भनेको छ तैपनि मैले त केही हुँदैन, पलेटी मारेर बस्दा नि केही हुँदैन, उकालो ओह्रालो हिँड्दा नि केही हुँदैन, गरिराख्छु भनेर गर्नुभयो भने चाहिँ पछि गएर चाहिँ अब थर्ड स्टेज फोर्थ स्टेज गइसकेपछि चाहिँ तपाईँको चाहिँ विकल्प भनेको चाहिँ हड्डी जुन जोइन्ट छ नि जोइन्ट नै रिप्लेस गर्नु नै हुन्छ। त्यो भएर चाहिँ फर्स्ट स्टेज र सेकेन्ड स्टेजमा नै प्रिभेन्टिभ मेजर्सहरू मैले भनेका घरेलु उपचारहरू र तपाईँले चाहिँ गर्न नहुने कुराहरू गर्नु भएन भने त्यसले चाहिँ तपाईँको घुँडालाई चाहिँ तपाईँको प्रिभेन्टिभ मेजर्सबाट नै हामीले ठिक बनाउन सक्दछौँ। आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? यदि यस्तै स्वास्थ्य सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक सब्सक्राइब गर्न नबिर्सिनुहोला। फेरि पनि अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। तबसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। नमस्ते, जय नेपाल।